नमस्कार साथीहरू। आज विशेषतः दुर्गा प्रसाईको नेतृत्वमा हुन गइरहेको राजावादीहरूको विशाल आमसभा खासै सफल हुन सकेन। तिनकुने ग्राउन्डमा गर्ने भनिएको आमसभालाई सम्बोधन नगर्दै दुर्गा प्रसाई त्यहाँबाट चाहिँ हिँडेको अवस्था पाइएको छ र त्यो हुनुको कारण चाहिँ पहिलेदेखि नै सुरक्षाकर्मीहरूले आउने जुन आन्दोलनकारीहरूलाई अथवा त्यहाँ आउने राजावादी पक्षधरहरूलाई चाहिँ दमन गर्ने र अश्रु ग्यास फाल्नेदेखि लिएर लाठीचार्जहरू गर्ने काम गरियो। जुन सभालाई चाहिँ सफलता पूर्वक भन्दा पनि तनावग्रस्त बनाउने काम प्रहरीबाट भएको देखिएको छ। त्यो सबै भिडियोमा तपाईहरुले हेर्न सक्नुहुन्छ। त्यही भएर पनि आज त्यसैको आक्रोशमा आन्दोलनकारीहरूले विभिन्न घरहरूमा आगलागी गर्ने, विभिन्न पार्टी कार्यालयदेखि लिएर भाटबटीदेखि सबै ठाउँमा तोडफोड गर्ने कामहरू आक्रोश भिडले गर्यो। त्यो यहाँहरूले सबै चाहिँ भिडियोमा देख्न सक्नुहुन्छ र यस च्यानललाई लाइक सब्स्क्राइब गर्न नभुलिनु। उया